अनि मासु पकाएर दिन्छ यसलाई फेरि मासु पकाएर दिएर गयो हामी यो दसैँभरि चैती दसैँमा हामी मासु खाँदैनौँ हजुर अनि यसलाई ल्याएर खुट्टाहरू दियो आजदेखि है चैते दसैँ के गर्ने अहिले मान्छेको बच्चा भएको भए अहिले हस्पिटलमा भर्ना पर्न हुन्थ्यो होइन भने त यिनीहरूको लागि गरिदिने कोही छैन घरमा भनेको यही त हो नि नानी यसको यो खुट्टै छुन दिँदैन के दुखेर टुटेको छैन छैन ए अलिकति च्यापेको होला च्यापेको भएर उसलाई दुखिरहेछ नि त यहाँ छामे भने जाने छाम्नु दिन्छ यो छुनु दिँदैन तर सानै छ कि अनि छिटै निको हुन्छ यो मात्रै छुनु दिँदैन यो छुयो भने नि म टुटे जस्तै लाग्छ छैन टुटेको हो त्यो छुयो भने जाने ऊ त्यसरी गर्छ यिनीहरू त ठिक छ त्यो मात्रै यसको ऊ भएको छ ल ल ल सक्यो भुन्टु रुख राम्रो हुन्छ अझै छ कराउँछ आमा बेला बेला कराउँछ हिजोदेखि त करायो हिजो मैले त्यो मलम लगाइदिएको थिएँ टेक्न सक्दैन रहेछ बेन्डिस गरिदिएको थिएँ हजुर फेरि बेन्डिसले त रुई बाँधिदिएको थिएँ निकालिहाल्नु बचाइसन त बुझ्दैन नि त ल दुख्यो प्रिया बहिनीले ल्याइदिने बच्चा पनि यत्रै छ हौ भाइ पुरै स्केबिजले भुत्लै छैन भन्ने